हेलो गाइस, आज चाहिँ यहाँ 9:10 बजिसक्यो। यहाँनिर चाहिँ हामी बर्गर किङमा यहाँनिर यति बेलातिर बर्गर खान्छु भनेर यहाँनिर आएको छौँ। मेरो वाइफ, मेरो छोरी पनि छ, पेमु पनि आएको छ। पेमुलाई मैले सरप्राइज दिएको। पेमु यहाँ अर्डर गरिहाल्नु छिटो। यहाँ बर्गर किङमा छ हामी हो। अब अर्डर गरौँ के खाने? अर्डर गर्यो? के रहेछ? हाल्नुपर्ने रहेछ। छोरी चाहिँ यहाँ बसिरहेको छ। बेबी, सो यु लुक हियर. Oh my. सोहीको आनी यहाँ छ। सोही मेरो वाइफले के भने जस्तो पाएन, अलिक डिस्कसन पर्दैछ हो। एड गर्नुपर्ने पर्छ अहिले के 99 त्यो अझै उयो पनि थियो नि कोरियन चिकन पनि। हाई, मेरो छोरी बर्गर किङ आएको हो। हजुर हो, पनि गरिहाल्छ। कुनै केमा एड भएछ हौ त्यो, कुनै के कोला कुनै के होइन केहरू रहेछ। यो त होइन त हाम्रो भने बर्गर आएछ हो। म त खाँदिनँ, तर अब म यिनीहरूले खाएको हेर्दै बस्नु पऱ्यो भिडियो गर्दै। खानु थाल्यो। मेरो वाइफ खायो। हाउ डु यु फिल? फाइनली हाम्रो बर्गरहरू आयो। सो वी आर अबाउट टु ह्याभ। म त खाँदिनँ होला, तर यो चाहिँ ट्राई गर्नु पऱ्यो। वाट इज दिस? यो केएफसी जस्तो रहेछ यो त। लेट्स स्टार्ट। के भन्नु छ? लु खाउँ है लु। आज मेरो टर्न बाइक लिने जस्ट ट्राई गर्नु। कस्तो मन पर्दैन नट ब्याड, राम्रो रहेछ। म खाएर म घरमा खाना खाँदिनँ होला। तपाईँ पनि खानु न। घरमा इस्कुस पाकिरहेको होला। मुखमै आउँदैन मैले। मेरो छोरीले नगेट्स खाएको हेर्नुहोस्, रमाउँदै खाँदैछ। अघिको त एउटा दिएको त हरायो झन्, कहाँ पुऱ्यायो खप्पै मुखमा खाएछ। सो यो खानुहोस् टापटिप बनायो हो। अब त्यस्तो हुन्छ, जुङ्गाम भएछ बहिनीको त हो। यस ओके, मेरो छोरीले टापटिप खायो। लु सबै सकेछ यिनीहरूले। सकेछ यो सकेछ, सबै सकेछ। लु ओके गाइज, त्यसो भने अब हामी यहाँबाट लागेको। सो होप टु सी यु गाइज इन माई नेक्स्ट भ्लग। गुड नाइट एभ्री वान। गुड नाइट। सो गुड नाइट पेमु, गुड नाइट।